निर्मला पन्त श्रीकृष्ण विकका घटनाहरू छन्। यो घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रहरीको उच्च मनोबल छैन। यो प्रहरीको कसरी उच्च मनोबल निर्माण गर्न सकिन्छ र यस्ता घटनाहरूको कसरी छानबिन गरिएन बाहिर ल्याउन सकिन्छ? निर्मला पन्तको केसमा कति कुराहरू हामीले भनेर गर्नु हुँदैन रहेछ, कति कुरा हामीले गुपचुप भएर गर्नुपर्ने अवस्था छ। त्यही भएर यसको निर्मला पन्तको विषयमा हामी एकदम मन्त्रालय संवेदनशील छ। म व्यक्तिगत रूपमा यसमा एकदम सिरियसली हेरिरहेको छु। हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारबाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढाइरहेको अवस्था छ। कुनै कुराहरू हामीले नभनिकन गर्दाखेरि राम्रो होला। र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन् होइन, त्यसबारेमा पनि यहाँहरूले ध्यान दिनुहोला। हर्क साम्पाङज्यूले पनि गाली गर्ने विषय उठाउनु भएको थियो, मुख छाड्ने विषय उठाउनु भएको थियो। अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। हाम्रै माननीय ज्यूहरूलाई यस्तो हुन्छ भने नागरिकलाई कस्तो हुन्छ भने हामीले त्यो विषयलाई सिरियसली लिएछौँ र हामी यसमा एकदम निर्मम रूपमा हामी प्रस्तुत हुनेवाला छौँ। प्रहरीको ड्रेस, रासन लगायतका सामग्री खरिद प्रक्रिया जहिले पनि विवादास्पद हुने गरेको छ र प्रहरीको आधारभूत तह पनि यसमा सन्तुष्ट देखिँदैन, असन्तुष्ट छ। यसको सम्बोधन कसरी गर्नुहुन्छ? प्रहरीको पोसाकमा धेरै हामीले पहिलादेखि सुनिआएको एउटा र समस्या के भोगिरहेको थियौँ भन्दाखेरि चाहिँ गृह मन्त्रालयमा चाहिँ प्रहरीको पोसाकमा जहिले पनि यो टेन्डर प्रक्रियामा तपाईँको सेटिङ हुने भन्ने इस्युजहरू हामीले धेरै सुनिरहेको अवस्था थियो। त्यही भएर यसपालि चाहिँ हामीले के सोचिरहेको छौँ भन्दाखेरि चाहिँ जति रकम हाम्रो प्रहरीको पोसाकमा खर्च हुन्छ त्यो रकम प्रहरीलाई नै दिने र उहाँले आफै खरिद गर्ने भन्ने हिसाबले चाहिँ हामीले यसमा एउटा सोच बनाएको छौँ। मन्त्रालय चाहिँ एउटा सोच बनाएको छ यसको लागि चाहिँ, ताकि कुनै पनि बिचौलियाहरूले यसमा चलखेल नगरोस् हाम्रो सुरक्षाकर्मीको चाहिँ पोसाकमा चाहिँ। र मानिसज्यूलाई म के भन्न चाहन्छु भन्दा ज्यानभन्दा ठुलो अरू कुनै कुरा होइन है। कम्युनिटी तब रहन्छ जब हाम्रो ज्यान रहन्छ। त्यही भएर नागरिकको सुरक्षा गृह मन्त्रालयको प्राथमिकतामा छ। उहाँहरूको सेफ्टी एन्ड सेक्युरिटी हाम्रो जिम्मा हो र त्यसलाई हामीले उहाँलाई कन्भिन्स गरेर हुन्छ कि उहाँलाई बुझाएर हुन्छ कि कसरी हुन्छ हामीले चाहिँ उहाँलाई सार्नुपर्छ जस्तो चाहिँ मेरो विचारमा लाग्छ र त्यसको उचित व्यवस्थापनको पूर्व तयारी गरेर मात्रको कुरा गरिरहेको छु मैले। यो टिफरहरूले हरेक स्टेसनमा 1000 बुझाउनु पर्ने, टिकटिके मोबाइल छुट्टै हुने, त्यो मोबाइलमा रेकर्ड हुने, जसको महिनावारी आछ त्यसलाई छोडिदिने, अरूलाई नदिने त्यो चलन छ। काभ्रे जिल्लामा मात्रै 1000 टिफर एक दिनमा दौडिँदा 5वटा स्टेसनमा 5000 दरले बुझाउँदा 50 लाख भ्रष्टाचार भएको छ। आवश्यक परे प्रमाण पनि उपलब्ध गर्छु। यसमा कडाइका साथ गृहमन्त्रीज्यूले एक्सन र कति कुराहरू चाहिँ अब हामीले निर्मम रूपमा प्रस्तुत हुनुपर्छ भन्ने हिसाबले हामी आएको छौँ र समस्यालाई राखिराख्यो भने त्यो घाउ बल्झेर ठुलो क्यान्सर हुन जान्छ भने हामीलाई यसमा हामी यसमा विश्वास पनि राख्दछौँ। त्यही भएको हिसाबले व्यक्तिगत प्रहरीको झन्डै 1062वटा सवारी साधन जलेका छन्। त्यसको राहत उहाँहरूले कहिले पाउने हुनेछ? धन्यवाद। अर्को कुरा कहाँ छ भने जीवी राई जस्ता केही मान्छेहरू छन्, यिनी कहिले सम्पर्कमा आउँछन्? अर्को कुरा प्रहरीकै माध्यमबाट होला दरबार हत्याकाण्डको कुरा गरिराख्नु भएको छ, बाहिर ल्याउने कुरा। यो असाध्यै राम्रो विषय हो, तर अब यो कसरी बाहिर ल्याउन सकिन्छ? माननीय हर्कराज राई। हाम्रो उद्देश्य सप्लाई चेन नै ब्रेक गर्नु हो। अबदेखि सप्लाई चेन ब्रेक भयो भने कुनै पनि नेपालको छोरा छोरी एउटा युवाले ड्रग युजबाट आफ्नो ज्यान गुमाउने अवस्था आउँदैन भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर यसमा हामीले एकदम सिरियसली हेरिरहेका छौँ
हामी पक्ष र विपक्ष भन्दा नि राज्य एउटा गतिमा गइरहेको समयमा मैले व्यक्तिगत रूपमा धेरै त मैले बोल्दिनँ, हजुरलाई थाहा छँदैछ, म कहिले उठेर पनि म समय पनि लिन्न। तर मेरो एउटा यो रगतले बनेको सरकार र सदनलाई रेस्पेक्ट गरेर चाहिँ मान्यज्यूहरूले अलिक थोरै धैर्य धारण गरेर हामीलाई सपोर्ट गरेर एउटा डुङ्गामा चढेर एउटा नयाँ नेपालको सपना देख्नुहुन चाहिँ म धेरै धेरै आग्रह गर्न चाहन्छु। सभामुख महोदय, मान्य गृहमन्त्रीज्यूले सदनमा उभिएर चाहनाअनुसारका कार्यक्रमहरू पनि राख्नुभएको रहेछ, धन्यवाद। अवैध खानी तथा क्रसरहरूलाई निर्देशन त छ, कार्यान्वयन के कस्तो भएको छ मान्य गृहमन्त्रीज्यूले एकपटक पुनः बुझिदिन म अनुरोध गर्छु। र यो अवैध खानी क्रसरको वेस्टेजहरू त्यो खोलामा गेगरहरू थुप्रिने, जसकारण वर्षायाममा बाढी पहिरो कारण झन् शक्तिशाली बनेर क्षति बढी हुने गरेको छ। त्यसकारण त्यो गेगरहरू वेस्टेजहरू चाहिँ खोला नालामा फालिने गरिएको छ। त्यसमा पनि गृह मन्त्रालय कडाइका साथ कार्यान्वयन गर्न आवश्यक म देख्दछु। अर्को कुरो महिनावारी रोक्ने कुरा चाहिँ के छ भने यो टिफरहरूले हरेक स्टेसनमा 1000 बुझाउनु पर्ने, टिकटिके मोबाइल छुट्टै हुने, त्यो मोबाइलमा रेकर्ड हुने, जसको महिनावारी आछ त्यसलाई छोडिदिने, अरूलाई नदिने त्यो चलन छ। काभ्रे जिल्लामा मात्रै 1000 टिपर एक दिनमा दौडिँदा 5वटा स्टेसनमा 5000 दरले बुझाउँदा 50 लाख भ्रष्टाचार भएको छ। आवश्यक परे प्रमाण पनि उपलब्ध गर्छु। यसमा कडाइका साथ गृहमन्त्रीज्यूले एक्सन। माननीय सुनिल केसी। सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूलाई मेरो पहिलो प्रश्न, यो जलेर नष्ट भएका प्रहरी भवनहरू कहिलेसम्म तयार हुन्छ? र त्यसै गरी मैले यो सदनमा पनि व्यक्त गरेको थिएँ, यो कुरा राखेको थिएँ, व्यक्तिगत प्रहरीको झन्डै 1062वटा सवारी साधन जलेका छन्, त्यसको राहत उहाँहरूले कहिले पाउने हुनेछ? धन्यवाद। माननीय गोपाल शर्मा। सम्माननीय सभामुख महोदय, गृहमन्त्रीले यहाँ भन्नुभयो कि जाजरकोट भूकम्पबाट प्रभावित जनताको घर निर्माण कार्य सुरु भएको छ भनेर। त्यो बरु म के भन्न चाहन्छु भने गृह मन्त्रालयकै मातहतको निकायको कारणले यो रोकिएको छ। गृहमन्त्रीज्यू कहिले सुरु हुन्छ त्यति बताइदिनुहोस्। दोस्रो कुरा, अबन्डामा राखिएको प्रहरी संरचना निर्माण सम्बन्धी पूर्वाधारका निर्माण सम्बन्धी प्रक्रियाको खास गरी मापदण्ड के अपनाउनुहुन्छ? यो अबन्डामा छ, के मापदण्डमा यसको वितरण हुन्छ? तेस्रो कुरा, प्रहरीको ड्रेस, रासन लगायतका सामग्री खरिद प्रक्रिया जहिले पनि विवादास्पद हुने गरेको छ र प्रहरीको आधारभूत तह पनि यसमा सन्तुष्ट देखिँदैन, असन्तुष्ट छ। यसको सम्बोधन कसरी गर्नुहुन्छ? चौथो कुरा, जनयुद्ध, जनआन्दोलन लगायतका घाइतेहरूले प्राप्त गरिराखेको सुविधालाई थप प्रभावकारी र व्यवस्थित कसरी गर्नुहुन्छ? धन्यवाद। माननीय पार्वती विक। सम्माननीय सभामुखज्यू मार्फत माननीय गृहमन्त्रीज्यूलाई केही सुझावसहित क्वेसनहरू छन्। माननीय गृहमन्त्री, जल्दोबल्दो अवस्थामा यो देशले पाएको छ, सर्वप्रथम त धन्यवाद छ। गृहमन्त्रीलाई क्वेसन छ, निर्मला पन्त श्रीकृष्ण विकका घटनाहरू छन्, यो घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रहरीको उच्च मनोबल छैन। यो प्रहरीको कसरी उच्च मनोबल निर्माण गर्न सकिन्छ र यस्ता घटनाहरूको कसरी छानबिन गरिएन बाहिर ल्याउन सकिन्छ? एउटा क्वेसन यो छ। अर्को कुरा कहाँ छ भने तपाईँले नदी किनारका बस्तीहरू हटाउने कुरा गरिराख्नुभयो, जस्तो नलगाड नगरपालिकाको दल्लीमा रहेको बादी कम्युनिटीको पुर्ख्यौली नै त्यहीँ हो। त्यो बस्ती धन्दा 100-150 घरहरू छ, त्यो हटाउँदा त्यो कसरी जान्छ? अर्को कुरा कहाँ छ भने जीवी राई जस्ता केही मान्छेहरू छन्, यिनी कहिले सम्पर्कमा आउँछन्? अर्को कुरा, प्रहरीकै माध्यमबाट होला दरबार हत्याकाण्डको कुरा गरिराख्नु भएको छ, बाहिर ल्याउने कुरा, यो असाध्यै राम्रो विषय हो, तर अब यो कसरी बाहिर ल्याउन सकिन्छ? माननीय खुशबू ओली। सम्मानीय सभामुख महोदय, गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न दुईटै छ। हालका समयमा धेरै साइबर क्राइम, अनलाइन ठगी, डिजिटल स्क्याम, डिजिटल वित्तीय अपराधहरू भइराखेको छन्। यसमा 4वटा निकाय मुख्य रूपमा चाहिँ इन्टिग्रेटेड टास्क फोर्स चाहिन्छ जस्तो लाग्छ। नेपाल दूरसञ्चार,
नेपाल राष्ट्र ब्याङ्क, नेपालका ब्याङ्कहरू, वित्तीय संस्थानहरू र नेपाल प्रहरी र साइबर ब्युरोको एउटा इन्टिग्रेटेड टास्क फोर्स चाहिने भयो। किनभने हामी आज बेलुका स्क्याममा पऱ्यौँ भने ब्याङ्क बन्द भइसकेको हुन्छ, ब्याङ्कलाई सम्पर्क गर्दाखेरि ब्याङ्कले केही पनि सुविधा दिन सक्दैन, स्क्याम भएर हाम्रो खाताबाट पैसा गइसकेको हुन्छ। त्यसैले गर्दा यो 4-5वटा मुख्य संस्थानहरूलाई चाहिँ एउटा इन्टिग्रेटेड टास्क फोर्स इमिडिएट रिस्पोन्स टोली बनाइदिनु भयो भने चाहिँ यस किसिमका अनलाइनमा घट्ने ठगी अपराध, डिजिटल अपराध र साइबर ठगीबाट बच्न सकिन्छ जस्तो लाग्छ। यसमा मन्त्रालयको के धारणा छ सोध्न चाहन्छु। धन्यवाद। माननीय हरिप्रसाद भुसाल। सम्माननीय सभामुख महोदय, सबभन्दा पहिला त यो सुटुकको हात मिलाउने प्रथा अन्त्य गर्नको लागि गृहमन्त्रीज्यूले पहल थाल्नुभएछ, विशेष धन्यवाद छ। दोस्रो, अरखाँचीका कैयौँ प्रहरी चौकीहरू जस्तो प्रहरी चौकी जलुके, प्रहरी चौकी खिल्जी लगायतका प्रहरी चौकीहरू अहिले पनि भाडाको जस्ता मुनि बस्न बाध्य छन्। अनि उहाँ भवन नहुँदा समस्या भएको छ भने सिद्धारा लगायतका ठाउँहरूमा चाहिँ आफ्नै भवन नहुँदा गाह्रो भएको छ प्रहरीहरूलाई। यस विषयमा अलिकति ध्यान दिनु पर्ला भन्ने लाग्छ। अनि यो विधि मिचेर खानी सञ्चालन भइरहेको विषय मैले यसपल्ट अगाडि पनि संसदमा उठान गरेको थिएँ। चुनडुङ्गा खानीको विषय अरखाँचीमा विधि मिचेर खानी सञ्चालन भइरहेको छ। यस विषयमा अहिलेसम्म कसैले पहल गरेको, एक्सन लिएको थाहा पाइएन। यसको पनि जवाब खोज्छु मैले। सँगै जेएनजी विद्रोहमा सहभागी भएकै कारण अरखाँचीका 11 जना युवाहरू अहिले पनि झुट्टा मुद्दा बोकेर हिँडिरहनु भएको छ। उहाँहरूलाई तनाव दिइएको छ, उहाँहरूलाई अप्ठ्यारो भइरहेको छ। यस विषयमा पनि ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय हर्कराज राई। माननीय मन्त्रीज्यूलाई मेरो सल्लाह छ। मैले अस्ति नै भनेको थिएँ, यो अपराधको लागि चाहिँ नै यो नैतिक र सामाजिक शिक्षा नदिकन चाहिँ नियन्त्रण हुँदैन भन्ने मेरो बुझाइ छ। र यो सम्बन्धी केही कार्यक्रमहरू गृह मन्त्रालयबाट सञ्चालन गर्नुहोला। अर्को, यो सिमानामा लागु औषध तस्करी थुप्रै हुन्छ भन्ने छ, यो विभिन्न नाकाबाट। त्यसको लागि पहल गर्नुहोला भन्ने सल्लाह दिन चाहन्छु। अर्को, यो प्रहरी कार्यालयतिर, विशेष गरी ट्राफिक प्रहरी कार्यालयतिर चाहिँ निजी सवारीहरू पक्रेर राखेको वर्ष भएको हुन्छ, वर्षौँदेखि कुहिएर बसिरहेको हुन्छ। त्यो कहिलेसम्म राख्ने हो, के हो त्यो? त्यसलाई चाहिँ नि के कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान दिनुहोला भन्न चाहन्छु। र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन् होइन, त्यसबारेमा पनि यहाँले ध्यान दिनुहोला। माननीय रजनी श्रेष्ठ। सम्माननीय सभामुख महोदय, माननीय गृहमन्त्रीज्यूलाई मेरो प्रश्न। धेरै प्रहरी चौकीहरूमा चाहिँ जीर्ण अवस्थामा सवारी साधनहरू छ, त्यस कारणले गर्दाखेरि कठिनाइ भइरहेको छ। अब नयाँ सवारी साधन उपलब्ध गराउने योजना के छ? धन्यवाद। माननीय खड्गसाई। सम्माननीय सभामुख महोदय मार्फत म गृहमन्त्रीलाई जवाफ माग्न चाहन्छु। मेरो निर्वाचन क्षेत्र मुगु जिल्लाको सदरमुकाम गमगढीमा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको कारागार भवन निर्माण पुरा नभएकोले मेरा जिल्लाका कैदी बन्दीहरूलाई अन्य जिल्ला जुम्ला, सुर्खेत, बाँके लगायतका जिल्लामा थुनुवा राख्दै गर्दा परिवार लगायतका आफन्तजनहरू समेतलाई भेटघाट गर्न जाँदा थप आर्थिक भार पर्नुका साथै हरेक समस्या भएकाले निर्माणाधीन कार्य पुरा गरी तत्काल सञ्चालनमा ल्याउन कुन मिति कुन तिथिमा ल्याउन सक्नुहुन्छ यसको बारेमा म जवाफ माग्न चाहन्छु। साथै मेरो जिल्लामै विभिन्न वडाहरूमा प्रहरी पोस्टहरू सोरु गापाको भिँ, मुगुम कार्मरङको दोल्फु, धारा छायानाथको बाम,
खत्याडको बाउ माननीय मदन कृष्ण श्रेष्ठ। सामान्य सभामुख मोडे मार्फत माननीय गृहमन्त्रीज्यूलाई मेरो जिज्ञासा। म आजभन्दा 2 वर्ष पहिला नवलपरासी बर्दघाट पश्चिम सुस्ता गाउँपालिकामा म एक रात त्यहाँ सुतेर पनि आएको थिएँ र सबैलाई भेटघाट पनि गरिरहेको थिएँ र त्यो ठाउँमा चाहिँ पञ्चायतकालदेखि सिमाना सुरक्षाको रूपमा चाहिँ जनताहरू त्यहाँ उभिएर बसिरहेको छ र समय समयमा भारतबाट सैनिकहरू आएर समातेर लिएर इन्डियामा लिएर ठुने पनि गरिरहेछ र केही दिन अगाडि मात्र त्यहाँ आर्मी आएर त्यहाँ केही त्यसको प्रतिकार पनि त्यही सुरक्षामा बसेर जनताहरूले प्रतिकार पनि गरेको हामीले समाचार पनि सुन्यौँ र त्यहाँ झन्डै 2500 जति जनता बस्नुहुन्छ र उहाँहरूको चाहिँ लगभग 400 जनाले मात्र त्यस बेला नाइट माननीय नीतिमा भण्डारी कार्की। सम्मान्य सभामुख महोदय, मधेसका युवा लागु औषधको ठुलो जोखिममा छन्। त्यसमाथि पनि 16 वर्षभन्दा मुनिका बालबालिका यसमा असरमा परिरहेका छन् र अर्कोतर्फ वैदेशिक रोजगारमा गएका आमा बुवाको सन्तानहरू पनि निगरानीविहीन भएर अझै जोखिममा परेका छन्। यसमा तत्काल लागु औषधको ओसार प्रसार दूरव्यासी रोकथाममा के पहल गर्न सकिन्छ भनेर म मन्त्रीजीसँग प्रश्न सोध्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब माननीय गृहमन्त्री सुदन। सामान्य सभामुख महोदय, धन्यवाद मान्यज्यूहरूलाई प्रश्नहरू राखिदिनु भएकामा। हाम्रो म यो समग्र रूपमा एड्रेस गरिदिन्छु। नदीजन्य पदार्थको विषयमा नियन्त्रण नभएको विषय हाम्रो माननीयज्यूले उठाउनु भएको छ। यसमा चाहिँ हाम्रो मन्त्रालयमा चाहिँ हामीले आफूले सक्ने प्रयास चाहिँ हामीले गरेकै छौँ। हाम्रो जिम्मेवारी भनेको त्यसको मोनिटरिङ र त्यसको सुरक्षा हो खासमा चाहिँ। तर त्यही पनि आफ्नो विभिन्न मन्त्रालयसँग, भौतिक मन्त्रालयसँग कोअर्डिनेसन गरेर, विभिन्न मन्त्रालयसँग कोअर्डिनेसन गरेर हामीले आफै पनि कति ठाउँमा गएर नदीजन्य पदार्थहरूलाई चाहिँ अवैध रूपमा उत्खनन गर्न नदिन हामी आफै पनि यसमा सक्रिय भएर यसमा लागेर धेरै ठाउँमा हामीले कन्ट्रोल पनि गरिसकेको अवस्था छ। यसमा विभिन्न नियम कानुनमा पनि अलिकति सुधार ल्याउनु पर्छ जस्तो मलाई लाग्छ। त्यही भएर नदीजन्य पदार्थको विषयमा चाहिँ यसमा हामीले अझै माननीयज्यूहरूको कुरालाई चाहिँ हामीले सिरियसली लिएर यसलाई चाहिँ हामीले एड्रेस गर्ने चाहिँ हाम्रो प्रतिबद्धता जनाउन चाहन्छु। जाजरकोटको विषय उठान गर्नुभएको थियो हाम्रो एकजना माननीयज्यूले। यसमा चाहिँ के छ माननीयज्यू, त्यसमा चाहिँ जाजरकोटको भूकम्प जाँदा म आफै पनि त्यो ठाउँमा लगभग 1.5 महिना बसेर त्यो ठाउँको सेवा गरेको थिएँ। विभिन्न विगत ठाउँहरूमा गएर त्यसमा चाहिँ निरीक्षण गर्ने, त्यसको म्यापिङ गर्ने र कहाँ क्षति भएको छ भन्ने मेरो विचारमा जुन चाहिँ विवरण पाउनु भएको छ त्यो विवरण चाहिँ त्यो समयमा हामीले सङ्कलन गरेको विवरण चाहिँ नगरपालिका दिएको विवरण जस्तो लाग्छ मलाई चाहिँ। र त्यही विवरणको सङ्कलनको आधारमा चाहिँ अहिले यो बजेट विनियोजन भएको हो र यसमा टेक्निकल प्रब्लम्सहरू 1-2वटा भएको हुनाले अलि ढिलाइ सुस्ती भएको होला। यसमा हामी क्षमा पनि माग्न चाहन्छौँ र यसलाई छिट्टै नै हामी एड्रेस गर्ने भन्ने पनि म हजुरलाई जानकारी गराउन चाहन्छु। रह्यो कुरा हाम्रो प्रहरीको पोसाकको विषयमा। प्रहरीको पोसाकमा धेरै हामीले पहिलादेखि सुनिआएको एउटा र समस्या के भोगिरहेको थियौँ भन्दाखेरि चाहिँ गृह मन्त्रालयमा चाहिँ प्रहरीको पोसाकमा जहिले पनि यो टेन्डर प्रक्रियामा तपाईँको सेटिङ हुने भन्ने इस्युजहरू हामीले धेरै सुनिरहेको अवस्था थियो। त्यही भएर यसपालि चाहिँ हामीले के सोचिरहेको छौँ भन्दाखेरि चाहिँ जति रकम हाम्रो प्रहरीको पोसाकमा खर्च हुन्छ त्यो रकम प्रहरीलाई नै दिने र उहाँले आफै खरिद गर्ने भन्ने हिसाबले चाहिँ हामीले यसमा एउटा सोच बनाएको छौँ। मन्त्रालय चाहिँ एउटा सोच बनाएको छ यसको लागि चाहिँ, ताकि कुनै पनि बिचौलियाहरूले यसमा चलखेल नगरोस् हाम्रो सुरक्षाकर्मीको चाहिँ पोसाकमा चाहिँ। अब हाम्रो माननीयज्यूले उठाउनु भएको थियो निर्मला पन्तको केसमा कति कुराहरू हामीले
भनेर गर्नु हुँदैन रहेछ, कति कुरा हामीले गुपचुप भएर गर्नुपर्ने अवस्था छ। त्यही भएर यसको निर्मला पत्रको विषयमा हामी एकदम मन्तलाई संवेदनशील छ। म व्यक्तिगत रूपमा यसमा एकदम सिरियसली हेरिरहेको छु। हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारबाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढाइरहेको अवस्था छ। कुनै कुराहरू हामीले नभनिकन गर्दाखेरि राम्रो होला। धन्यवाद। वादी कम्युनिटी जाजरकोटको त्यो ठाउँमा मैले भनिहालेँ, जाजरकोटको भूकम्प जाँदाखेरि म आफै त्यहाँ लगभग 1.5 महिना बसेको हुनाले म यसको बारेमा जानकार छु। र मानिसज्यूलाई म के भन्न चाहन्छु भन्दा ज्यानभन्दा ठुलो अरू कुनै कुरा होइन है। कम्युनिटी तब रहन्छ जब हाम्रो ज्यान रहन्छ। त्यही भएर नागरिकको सुरक्षा गृह मन्त्रालयको प्राथमिकतामा छ। उहाँहरूको सेफ्टी एन्ड सेक्युरिटी हाम्रो जिम्मा हो र त्यसलाई हामीले उहाँलाई कन्भिन्स गरेर हुन्छ कि उहाँलाई बुझाएर हुन्छ कि कसरी हुन्छ हामीले चाहिँ उहाँलाई सार्नुपर्छ जस्तो चाहिँ मेरो विचारमा लाग्छ र त्यसको उचित व्यवस्थापनको तयारी पूर्व तयारी गरेर मात्रको कुरा गरिरहेको छु मैले। अब हाम्रो मान्छेले ड्रग र बोर्डरको कुरा पनि इस्युजहरू पनि उठाउनु भएको थियो। यो ड्रग युज धेरै जस्तो म विभिन्न ठाउँमा घुमेको हुनाले मेरो आफ्नै पर्सनल एक्सपिरियन्स र मैले आफ्नै प्रत्यक्षदर्शी पनि भएको हुनाले अब हाम्रो माननीय हर्क साम्पाङज्यूलाई पनि थाहा छ। म उतापट्टि हुँदाखेरि पनि हाम्रो पूर्व एरियामा चाहिँ अलि व्यापक रूपमा यसको बारेमा ड्रग युजेसहरू बेसी देखिरहेको छौँ र अहिले त यो हाम्रो बोर्डर नाका इलाकामा धेरैभन्दा धेरै ड्रग युजेसहरू बढिरहेछ। हामी एउटा नयाँ सोचले आएको यो सरकारमा, नयाँ विचारले केही गर्ने भन्ने आँटले हुटुटीले र कति कुराहरू चाहिँ अब हामीले निर्मम रूपमा प्रस्तुत हुनुपर्छ भन्ने हिसाबले हामी आएको छौँ र समस्यालाई राखिराख्यो भने त्यो घाउ बल्झेर ठुलो क्यान्सर हुन जान्छ भने हामी यसमा विश्वास पनि राख्दछौँ। त्यही भएको हिसाबले एभ्री टाइम जहिले पनि हामीले यसको बारेमा चाहिँ ड्रग युजको बारेमा चाहिँ हामीले प्रचार प्रसार चाहिँ गऱ्यौँ, तर त्यसको नियन्त्रण र त्यो सप्लाई चेन ब्रेक गर्नलाई चाहिँ हामीले कहिले काम गरेनौँ जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो उद्देश्य सप्लाई चेन नै ब्रेक गर्नु हो। अबदेखि सप्लाई चेन ब्रेक भयो भने कुनै पनि नेपालको छोरा छोरी एउटा युवाले ड्रग युजबाट आफ्नो ज्यान गुमाउने अवस्था आउँदैन भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर यसमा हामीले एकदम सिरियसली हेरिरहेका छौँ र यसको पहिचान गर्नलाई हामीले आफ्नो तरिकाले विभिन्न निकायको सुरक्षाकर्मीहरू हामीले खटाइसकेका छौँ। सायद हाम्रो लागु औषध को हाम्रो नियन्त्रण र नियन्त्रणको दिवस जुन चाहिँ आउँदैछ त्यो दिनदेखि हजुरले केही न केही त रिजल्ट देख्नुहुन्छ। जहिले पनि यो दिवसलाई हाम्रो अन्तर्राष्ट्रिय रूपमा चाहिँ यसलाई सेलिब्रेसनको रूपमा हामीले सेलिब्रेट गऱ्यौँ, तर यसको रोकथाम कसरी गर्ने र सप्लाई चेन कसरी ब्रेक गर्ने भनेर चाहिँ अलिकति इफेक्टिभ वेमा चाहिँ हामी काम नगरिसकेको अवस्था देखेको हुनाले चाहिँ हामीले त्यो दिनदेखि चाहिँ यसलाई सेलिब्रेसनको रूपमा होइन कि कार्यान्वयन गरेर यसलाई रोकथामको रूपमा र सप्लाई चेन नै ब्रेक गर्ने हिसाबले चाहिँ हामीले काम अगाडि बढाएको समूहज्यूबाट सदनलाई जानकारी दिन चाहन्छु। साइबर क्राइम एनटिसी स्क्यामको विषयमा माननीयज्यूले उठाउनु भएको इस्यु यो अर्को सिरियस इस्यु हो। अनि माननीय हर्क साम्पाङज्यूले पनि गाली गर्ने विषय उठाउनु भएको थियो, मुख छाड्ने विषय उठाउनु भएको थियो। अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। यो यति बेथिति छ कि यसमा कि तपाईँको हाम्रो एउटा स्ट्राटेजी हामीले बनाएको छौँ। यसमा हाम्रो विभिन्न मन्त्रालयहरू हामी समन्वय गरेर यसमा काम गरिरहेको छौँ। किनभने यसमा भनेको तपाईँको हाम्रो 3-4वटा मन्त्रालय मिलेर काम गर्नुपर्ने हुन्छ। स्क्यामको लागि पनि त्यही नै हो, अर्थ मन्त्रालय पनि त्यसमै आउँछ, हाम्रो गृह मन्त्रालय पनि त्यसमै आउँछ, सूचना तथा प्रविधि मन्त्रालय पनि हाम्रो यसमै आउँछ। त्यही भएर हामी 3-4जना मन्त्रालय 3-4वटा मन्त्रालयहरू मिलेर चाहिँ एउटा कङ्क्रिट एउटा प्लान निकालेर एउटा टिम जसरी टास्क फोर्स गठन गर्ने भन्ने विषय उठाउनु भएको छ। त्यही लाइनमा नै हामी छौँ हजुर।
अनि यसको रेस्पोन्डको विषयमा पनि सोसियल मिडियामा जसरी गाली बेइज्जती गरिन्छ, हाम्रो विशेष गरी भनौँ हाम्रो माननीयज्यूहरूलाई पनि त्यसमा हामीले एकदम निर्मम रूपमा हामीले प्रस्तुत भइरहेको छौँ। हामीले यसमा कुनै हजुरहरूलाई त्यो अट्याक आएको कुरामा विषयमा तपाईँ यो पार्टी र त्यो पार्टी भनेर हामीले छुटाउनेवाला छैनौँ। हाम्रै माननीयज्यूहरूलाई यस्तो हुन्छ भने नागरिकलाई कस्तो हुन्छ भने हामीले त्यो विषयलाई सिरियसली लिएछौँ र हामी यसमा एकदम निर्मम रूपमा हामी प्रस्तुत हुनेवाला छौँ। हस्, धन्यवाद। नयाँ सवारी साधनको विषय पनि हाम्रो मान्छेले उठाउनु भएको छ। यो विषयमा पनि हामीले कति ठाउँमा चाहिँ हामीले नयाँ गाडीहरू वितरण गरिसकेको अवस्था छ र कति ठाउँमा चाहिने ठाउँमा चाहिँ हामीले त्यही अनुसारमा चाहिँ गाडी खरिद गर्नका लागि हामीले बजेटहरू पनि सुनिश्चित गरिसकेको छौँ र छिटै यसमा चाहिँ अब असारपछि लागू हुन्छ भन्ने चाहिँ मेरो विश्वास छ। गमगढी कारागारको विषयमा मानिज्यू म यसमा मेरो ध्यान आकर्षण भएको छ। म यो विषयलाई पनि गम्भीर रूपमा लिएर म त्यही अनुसारमा उचित निर्देशन चाहिँ दिएर हजुरलाई सदन मार्फत नै जानकारी कुनै दिन गराउनेवाला छु। अब धेरै 50% कुराहरू त हजुरहरूले मलाई यताउति कुदेको देखिहाल्नुहुन्छ। मेरो विचारमा धेरै जस्तो विषयहरू रेस्पोन्ड भएकै छ जस्तो लाग्छ। मेरोबाट कमी कमजोरी भएको छैन जस्तो लाग्छ मानिसज्यूहरूलाई चाहिँ। अनि सकेसम्म मैले आफ्नो ज्यूले भ्याएसम्म मैले यो कुराहरूमा हरेक कुरामा मैले सिरियसली लिएको छु। मैले कुनै पक्ष विपक्ष भनेर मैले हेरेको छुइनँ र यसमा हेर्नेवाला पनि छुइनँ। हामी नेपाल सरकार हो, अहिले नयाँ राजनीति सिकाउन आएको एउटा नयाँ पार्टी हो, राष्ट्र स्वतन्त्र पार्टी। त्यही भएको हिसाबले हाम्रो नयाँ विचार र नयाँ नेपाल निर्माण गर्नलाई हामी त्यही अनुसारमा फ्युचरमा कमिङ जेनेरेसनलाई त्यही सन्देश दिएर हामी यो सदनबाट मेरो विचारमा कुनै दिन हामी नमस्ते भनेर जानेवाला छौँ। हस्, धेरै धेरै धन्यवाद हजुर। एउटा विषय रहेछ, सरी सभामुखज्यू, अन्तमा गृह मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई 1 रुपैयाँ कायम गरियोस् भनी माननीयज्यूले खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ। मुलुकमा भरपर्दो आन्तरिक सुरक्षा, विधिको शासन र मानव अधिकारको संरक्षण गर्नुपर्ने भएकोले खर्च कटौतीको प्रस्तावलाई फिर्ता लिई विनियोजन विधेयक पारित गर्नको लागि सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। मान्यज्यूहरूले यसमा हामी पक्ष र विपक्ष भन्दा नि राज्य एउटा गतिमा गइरहेको समयमा मैले व्यक्तिगत रूपमा धेरै त मैले बोल्दिनँ, हजुरलाई थाहा छँदैछ। म कहिले उठेर पनि म समय पनि लिन्न। तर मेरो एउटा यो रगतले बनेको सरकार र सदनलाई रेस्पेक्ट गरेर चाहिँ माननीयज्यूहरूले अलिक थोरै धैर्य धारण गरेर हामीलाई सपोर्ट गरेर एउटा डुङ्गामा चढेर एउटा नयाँ नेपालको सपना देख्नुहुनेछ। म धेरै धेरै आग्रह गर्न चाहन्छु।